ल साथी यो टुडी खेल है यो टुडी खेल नेपाल वायु सेवा निगम उ त्यो आरएनसी को तल त तपाईले देख्नु भइहाल्यो होला उ त्यो शहीद गेट यो आर्मी हेडक्वार्टर है हाम्रो धरहराको टुप्पाबाट खिचे अनि वहाँ सिंहदरबार अनि भद्रकाली त्यहाँ भइहाल्यो होइन सिंहदरबार अगाडि पनि मजाले जाम रहेछ ल्यान्स यहाँ पनि जाम छ पुरा यत्रो गाडी हिँड्ने रहेछ कहाँ हिँड्ने होला रङ्गशाला यो चाहिँ है रङ्गशाला यो चाहिँ पाटन एरिया उतातिर पाटनतिर देखिन्छ यो होइन तर तुवालो लागेको छ कीर्तिपुर उता ल अन्त साथै कौशीमा गेम खेलेको ल कौशीमा यहाँबाट थानको त भइहाल्यो यतापट्टि त्यो स्वयम्भू भइहाल्यो है ल स्वयम्भू बसन्तपुर त्यहाँ है यो बसन्तपुर भइहाल्यो अनि यहाँबाट बालाजु त्यहाँ भइहाल्यो ठमेली भइहाल्यो ठमेलबाट गरेर यहाँ आइसकेपछि गोलो घर भएको यो ठाउँ चाहिँ पहिला चाहिँ नि पञ्चायत सायद पञ्चायतभन्दा अगाडि यो चाहिँ नि यो टक्सर भन्दो रहेछ टक्सर पैसा छाप्ने डबली सायद पछि पनि होला डबली छाप्ने चाहिँ नि ठाउँ रहेछ यो चाहिँ होइन अब यहाँ घर अब पछि फेरि डबली छाप्नेको लागि चाहिँ त्यो होला बिल्डिङ बनिसकेको छ यहाँ डबली छाप्ने होला हाम्रो नेपालको डबली पैसा छाप्ने ठाउँ चाहिँ यहाँ रहेछ है यो धरहरा खिचेको फोटो अब हाम्रो दरबार राजदरबार त्यहाँनिर है त दरबार यहाँनिर राजदरबार है अनि त्यहाँबाट चाहिँ नि तपाईँको त्रिचन्द्र कलेज त्यहाँ त्रिचन्द्र कलेज घण्टाघर त अब मधुरो देख्छ रत्न पार्क यो जङ्गल भइहाल्यो अनि यहाँ टुडी खेल भइहाल्यो यो टुडी खेल अनि यहाँ तल चाहिँ सुन्दारा रुखको छायाले नि गरेछ सुन्दारा चाहिँ यहाँ तल पहिला सुनको धारा थियो अरे के टुटी त्यो सुन्दारा भनियो सुन्दाराको धरहराबाट खिचेको थुप्रो मान्छे आउनु भएको यहाँ तमाम यहाँ त छन् होइन रमाइलो छ धेरै रमाइलो यहाँ छन् अब यहाँ हाम्रो आमैले लिएर आएको हाम्रो आमै कतातिर हुनुहुन्छ यहाँनिर हामीसँग घर आमाले कस्तो लागेको छ धरहरा अग्लो 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 हो पहिलाको धरहराभन्दा अग्लो कि हो त अहिले कस्तो रमाइलो लागिरहेछ यता हेर्नु अब अलि राम्रो छ भयो हो अनि यो त अब बिस्तारै धरहरा रे कहिले चढ्नु भयो अरे आमाले पहिला म सानो हुँदा
ए ए म 3-4 वर्षको हुँदाखेरिको बेलामा तपाईँ धरेर चरे अनि यो अहिले फेरि पछिको धरा रह्यो ए अनि अस्ति बिचमा चढ्नु भएन भुइँचालो आउनुभन्दा अगाडि ए ल ल ल हामी आमा छोरे कि आमालाई यसो घुम्न आएको यहाँ मम्मीलाई धरामा मम्मी यसो अलिकति समस्या भएर आउनु भएको थियो अनि यसो धरा पनि चढाइदिनु नयाँ धरा र म पनि चढेको थिएन म त झन् चढेकै थिएन अब हाम्रो आमाले घुमाउनु ल्याएर मलाई 3 वर्षमा अर्को धरा चढाएको रे मम्मीलाई चाहिँ नयाँ धरा चढाइदिएँ मैले ल है त ल ल बाई बाई गरिदिनु